पार्दिनु न अफरै लगौँ अफर लगौँ होला लगौँ न ल साइडको बनाउँदैछ ल उतिन्छ क्या यो हल्का मात्रै ल त्यस्तो बाटोहरू गइन्छ है पकाइदिनु पर्छ कि धन्न लडे पनि यहाँ रोडमा अट्किने रहेछ है उतापट्टि झिकाल है भित्तापट्टि ल बाइक यतातिर आयो भने उता भित्तातिर ढेगाले टसाउनु क्या भित्तामा उतातिर ठेलिदिनु पऱ्यो म यहाँ यसरी पक्रिन्छु गयो अब यहाँबाट त अन गरेर जानु यहाँबाट ढिगाल्दै जानु गयो त क्याप्चर भइरहेछ दाजु ड्राइभरले कस्तो पिकअप नतानेको दाइ मोटर टायर भएर है गाडी त्यस्तो बाटोमा गइन्छ एडभेन्चरस बाटो आइपुग्यो ऊ मनिष त जानुहुन्छ त्यहाँबाट ए हुन्छ कि सक्नुहुन्छ राइडरहरूको एडभेन्चर हुँदैछ यहाँ राइडरहरूको एडभेन्चर गिटीहरू झरेर फाँक भएर छ यहाँ गयो ल गयो तिम्रो गेयरमा छ हो होइन एकछिन रेस्ट गर्नु आमा त ह्याप्पी छ सुगाई जतिको एडभेन्चरस चाहिँ हुनैपर्ने हुन्छ डट राइडर भएपछि ल त्यो लास्ट बल गर त लास्ट बल गयो ल हाम्रो बडी बिल्डर दाजुहरू पनि काम लाग्छ जिम गरेको हाम्रो बाइकहरू लिएर आउँ अब अलिकति बाटो है मेरो यही जुत्ता हो दाइ दुलो भएको छैन नि त के खाने रे दसैँ तिहारमा रनवे गएको थियो कि हल्का पम्प हामीले के खाने त भाइ कस्तो न्युट्रलमा छैन के हो न्युट्रलमै छ कस्तो हार्ड भयो किक अझै टाटा है छोड्दै त्यो बाइकहरू आउँदैछ र मात्र अर्को साइड लगाइदिन्छु भनेको
अगाडिबाट पनि तानिदिनुपर्छ त है स्टार्ट भयो त मैले कट्टु कट्टु त्यो अगाडिको ए हामी त कुदैन उज हुन्छ होला हौ हाम्रो यहाँ दाइले चाहिँ बाटो बनाउँदै हुन्छ हेर्नु सक्नुहुन्छ दर्शक दिनहरू पुग्छ हौ त यतिले त यार अब यो गिटीहरू अझै साइड लगाइदिउँ जान्छ होला हौ यो गिटीहरू साइड लगाइदिउँ होला हौ दाइ बरु है होइन त्यो ठिकै छ त्यहाँबाट तानेर लानुपर्छ कुदाएर त रिक्स हुन्छ उपर कुदाएर त जान्छ होला हौ दाइ कुदाएर लगौँ न जसको भयो यहाँको ल आशिष दाजु जाउँ जाउँ अगाडि तान्ने पछाडि ठेल्ने एकजना फेरि सेम प्रोसेस कत्रो भिड भएको यार तर स्कुटी चाहिँ कसरी लगाऊ भने बखानेको जस्तो लाग्यो कहाँ स्कुटी लाग्छ हौ यस्तो अझै मधेसीहरूले केटी बोकेर गयो भन्दैछ नि जमजमा एउटा गयो अर्को पनि गइहाल्छ चढ्नै पर्ने हुन्छ यस्तो भिडमा हामी बाइकहरू लिएर जाँदैछौँ सुरुमा यो बिचसम्म त जानु न अनि जान्छ दा त्यो हेलमेट राख्नु यो त राख्नु त अलिक यहाँ सो यहाँबाट अब जाउँ कसको लिएर आउने एकदम बस्दै त भरे मेडलको व्यवस्था छ के गर्नु बाइक लिएर आउने ट्राई गर्नु ट्राई गर्न यसमा चाहिँ बिस्तारै कुदाउनु क्या स्कुटी आएर छ त अब कसरी लान्छ हेरौँ अब दाइको पालो गोटीवाला छ कि रिक्स हुन्छ स्कुटी जाँदैन अब होइन म हेर्छु स्कुटी गयो भने म कुदाएर लगिदिन्छु तर स्कुटीको त ह्यान्डल छोटो हुन्छ हौ जान कस्तो लाग्यो लानु भन्दैछ त फेरि फकाउनु भाइ यस्तै छ अरे अगाडि पनि राख त्यही
अब के गर्ने हाइवेबाट झन्डा टाइमिङमा आएछ झन्डा टाइमिङमा आएछ स्कुटी झन्डा भने सर अब दाइ कुन बाटो जाने अब त्यो हाइवे त होला नि अब कुन बाटो अफरोडिङ होइन अब उताको बाटो निस्किनु पर्छ ल माथि मन्दिर निस्किन्छ नि बेरेटारको ए पाठी भएर मलाई फर्स्ट टाइम होला आज अफरोडमा पुगाउनु म त आएको यस्तो बाटो भयो नभए त भाइ कस्तो थियो हामी त अस्तिको बाटो यस्तै थियो यो यता साइडको लेफ्टपट्टिको दुःख गरियो भाइ मलाई चाहिँ किन डरायो भन्दाखेरि आज टेम्पोमा हामी झन् छोडिदिउँ त आज त्यही भएर दशा लागिरहेछ फ्लाइटहरू अन्त कहाँ यस्तो रिस्क लिने होइन यस्तो बाटो हेर त्यहाँ नि मान्छे त गयो हामी त अलिक बाइक त बाङबुङ नाच्छ बाइक चाहिँ बाङबुङ हुन्छ धन्न यहाँ यो रोड छ यहाँ हस्पिटलको मान्छे त यहीँ पनि होइन भाइ गुल्टो भने मुनिसम्म गुल्टिन्छ नि अलिक स्पिड गुल्ट्यो भने बाइक होइन बाइक पनि बाइकमा पनि टेम्पो भएको ठाउँमा जान्छ बाइक त माया लाग्दो पो हुन्छ स्कुटी आउँछ र माथि बाटो यस्तै छ सेम योभन्दा खत्तम होला अनि स्कुटी कसरी आयो अफरोडिङ किन आएको त स्कुटी गर्नु हाइवेबाट जाँदा माडीहरू बोलिसक्नु होइन हौ नकुदाउनु होला हौ फेरि लानु होला हौ हिँडेर क्या रिक्स हुन्छ दुईजना मान्छे अट्ने बाटो भएको नि हुन्छ त्यति जति भयो भने होइन नि कस्तो डर लाग्यो यिनीहरूले जोत्दैछौँ हामीलाई अब यिनीहरू माथिको बाटो भर पार गरेर आएको ढल्काउनुपर्छ ल आफू चाहिँ होइन टायरहरू चाहिँ छेउछाउमा भयो भने हुन्छ कि जिउहरू चाहिँ उता माथिबाट गर्नु टायरहरू चाहिँ छेउछाउमा पाउनुपर्छ यता तल्लो साइडको यहाँबाट त कुदाउँदा हुन्छ अब यहाँ कुदाउनु पर्छ होला होइन ल भाइ त्यहाँनिर यो उकालो त चाहिँ अनि हल्का बटर त जान्छ हौ ठोकिँदैन हेर्दा मान्छेहरू कतिजना छन् र भाइ अनि त्यहाँनिर चढ्ने भिड खसेको छ नि अहिले भाइ भिडियो हुँदैछ हुँदैछ त राइटपट्टि राइटपट्टि बाहिर आँट आइसक्यो स्टार्ट गरेर हान्दैौ न होइन हुँदै दाइको टायर चिप्लिन्छ हौ थ्याङ्क यू भन्दैन माडे हो नि त दाइ क्या नेपाली होइन फर्किँदा त सजिलै छ क्या किन आफू भित्रपट्टि पर्यो आयो तपाईँ खेल्नु कि
फर्किनु पो सजिलो रहेछ कति फर्किनु चाहिँ छिटो भयो क्या भनेपछि अब यसपालि आशिष दाजुले उडाएर आउनु बरु हाइवेको बाटो गएको हुन्थ्यो कि तपाईँहरू त हाइवेको बाटो तपाईँहरू चाहिँ किन जानुहुँदैन तपाईँहरू चाहिँ गएको हुन्छ क्या हामीले त त्यहाँको मान्छे सोध्यौँ नि त त्यहाँ पुलिस होइन पुलिस सोध्यौँ उसले यही बाटो भन नि त अनि ट्राफिक छ ए यहाँ धरानको बासिन्दा होइन तपाईँहरू होइन विराटनगर ए होइन उता सिधै हाइवे हाइवेबाट जाँदा हामी बाहिरबाट आएको सुनामाथि उता पुगेको त्यो डाँडामा पुगेर आएको होइन पुगेर फेरि धरान चता जानु होइन धरान पुगेको अनि केटाहरूले होइन यताको बाटो हिँड्नु भन्नु कि त्यही लिन बस्दाखेरि किन हिँडिसकेको थियो क्या त्यसपछि ढिलो भएको मुजीहरू कहाँ छ त्यसपछि हामीले चाहिँ मैले त्यहाँको मान्छेलाई सोद्धाखेरि पुलिसलाई सोद्धाखेरि उसले यो बाटो भन्नु कि हिँड्दा आएकोमा यस्तो बाटो त्यहाँको मान्छे भन्छु उसले भन्छ भाइ दुईवटा बाटै छैन माथि बाटो कस्तो झन् यस्तो योभन्दा खराब छ त्यो भनेको नजानु भनेर भन्न टाइममा आइपुग्यो त्यहाँ त हामीले एक ठाउँ भयो हामीलाई सक्यो यहाँ अर्को रहेछ यहाँ योभन्दा ठुलो ऊ छ क्या यहाँ त बरु माटो छ नि त होइन ढुङ्गा मात्रै ढुङ्गा छ यस्तो लामो ढुङ्गा चाहिँ हेलो हजुर बेटा दुसी डिस्ट्रिक्ट टाइम लाग्छ ओके हेलो आउँदैछु म अफरोडिङ त नि स्कुटीमा गएर आयो स्कुटीमा अफरोडिङ गर्छौँ क्या हामी त्यो नआयो किनेको झन् टाइमिङमा आएछ बेटामा कति छ त गर्मी भेटामा चिसो थियो नि होइन विराटनगरमा विराटनगर कति आएको विराटमा त वही छ विराटनगरको ओइ तिमीले मारिस् हामीलाई अब हामी त सिधै तल जान्छौँ गद ए फोन राख उनीहरूको फोन राख अहिले थाहै छैन काहीँ न काहीँको बाटोमा छु क्या त्यही भएर त भनेको काहीँ थाहा छैन कहाँ जङ्गलमा छु म पेट्रोल पम्प बाउले खोलेको छ साला सेक यहाँको चाहिँ आमा गएको त्यो सेक्ने र ए चुप्ने के तेरो बोली मन पर्छ यस्तो मान्छेले यस्तै बोली दिनु म कहाँ यस्तो बोली बोल्छु छिटो कहाँ केटाहरू चाहिँ अर्को हाइवेबाट गएछ केटाले हाइवेको बाटो हिँडेछ फेरि हामीले त्यो बाटो भन्यो तिनीहरू नि हाम्रो कलमा यही बाटो भन्यो क्या माथिको बाटो भन्यो हामी पनि माथि बाटो हिँड्दै साथीहरू त मात्रै रहेछ